के छ गाइज हामी छौँ आज टरुना बिचमा। हामी किन आएको भन्दा हामीलाई ड्रोन उडाउन मन लाग्यो। म र स्यानी आएको। स्यानीसँग DJI को एभाटार 2 छ, मसँग DJI को म्याभिक मिनी 5 होइन DJI को मिनी 5 प्रो छ। अनि हामी त्यही आज खिच्न आएको। हेरौँ कस्तो खिच्छौँ। अलिक विन्डी रहेछ, विच इज अगेन्स्ट द रेगुलेसन अफ फ्लाइङ ड्रोन्स। बट रेगुलेसन भन्दा पनि अब आफै रिस्क लिनु पर्यो। वेभ्सहरू पनि एकदम राम्रो छ, पछाडि ठुलो छ, यतापट्टि क्लिफ छ। सन यता सेट हुँदैछ, सन पुरै सेट भएपछि चाहिँ हेज आउँदैन होला, राम्रो आउँछ होला। लेट्स सी हाउ द भिडियो गोज। सानी चाहिँ यहाँ छ, सानो भिडियोमा आइदियो तिमी पनि। सानी चाहिँ अलिक अग्लो छ है, ऊ नआउनु सक्छ, अलिकति होच्चिनुपर्छ, मभन्दा अलिक ठुलो छ। दिस इज सानी, ऊ चाहिँ FPV ड्रोन पाइलट, म चाहिँ नर्मल ड्रोन पाइलट। ल है त। ल गाइज, भर्खरै मैले उडायो। सानीले बब्बाल सर्ट खिच्दियो। ऊ पनि स्योर थिएन मैले ड्रोन ल्याउँछु कि ल्याउँदिनँ भनेर। उसले ड्रोन हेरेकै थिएन, मलाई मात्र हेरिरहेको थियो। मैले चाहिँ छेउबाट लग भने उसले छेउबाट लगेको, स्वाटै गयो। दामी सर्ट खिच्यो सानीले। उसले अहिले चाहिँ पुरै रिग गराएर रहेछ। अहिले पुरै त्यो प्रोटेक्सनको लागि दामी बनाएको छ। झन् हेर्दैखेरि कस्तो बबाल देखिन्छ अहिले त। लास्ट टाइम खिचे भन्दा अझै बबाल देखिरहेछ। अनि उसले अहिले चाहिँ कन्ट्रोलर पनि किनेको छ। यसको कन्ट्रोलर चाहिँ अलिकति डिफ्रेन्ट छ मेरो भन्दा। माथिको यो जोइस्टिकहरू चाहिँ सिमिलर देखे पनि बटनहरू डिफ्रेन्ट छ अलिकति। यो चाहिँ उडाउन आउनै पर्छ यो ड्रोन चाहिँ। सानीले चाहिँ सिमुलेटरमा पनि सिकिरहेछ, मैले चाहिँ सिकाएको छैन। त्यही भएर नट माई कप अफ टी जस्तो लाग्यो, किनभने मैले सिकेकै छैन। जे होस्, सानीले अहिले खिच्दै पनि छ, हामीले उडाउँदैछौँ। अब मेरो ड्रोन पनि उडाउँछौँ हामी, अनि हेरौँ के हुन्छ है त। ल, मैले क्र्यास चाहिँ गरिनँ।
गाइस मसँग दुईवटा ड्रोन छ यहाँ यो रिवाजको FPV5 के मिनी 5 FPV5 भनेछ अनि यो चाहिँ हो एभाटा 2 FPV ड्रोन भयो दुईटै रमाइलो छ यार उडाउन चाहिँ रिवाजको नि दामी यार भिडियो सिडियो खिच्न हुन्छ नि त बेसिकली क्वालिटी सबै लास्टै मजाको छ टाइमिङ नि धेरै छ यो एभाटा 2 भयो यो चाहिँ खासै एक्चुअली FPV को लागि हो जस्ट लाइक तपाईहरुलाई उडाउन मजा लिनु छ आफ्नै आँखाले हेरे जस्तो भएछ यो ड्रोन लास्ट दामी छ अनि भिडियो सिडियो खिच्न अलि राम्रो सिनेम्याटिक हुन्छ नि त क्वालिटी खिच्न भए चाहिँ यो ड्रोन चाहिँ लास्ट दामी छ यार दुईटै राम्रो छ रमाइलो छ उडाउन जे होस् मजा आउँछ ट्राई गर्नु होला अरे के कुनै ल गाइज क्विकली मलाई के पनि भन्न मन लाग्यो भने अब दुईटा डिफ्रेन्ट टाइप अफ ड्रोन हो नि त होइन अनि मलाई आज चाहिँ के देखाउन मन थियो भने तपाईँहरूलाई दुईटा ड्रोनको फरक के हो भनेर पनि देखाउन मन थियो डिटेलमा चाहिँ होइन तर तपाईँले किन्ने सोचिराख्नु भएको छ भने चाहिँ वाइ यु सुड बाई मिनी 5 प्रो अर वाइ यु सुड बाई DJI एभाटा भन्नेको एभाटा 2 भन्ने चाहिँ सानो कुरामा भनिदिन्छु धेरै डिटेलमा भन्दिनँ झ्याउ लाग्न सक्छ होइन मिनी 5 प्रो चाहिँ तपाईँले बिगिनर लेभल तपाईँ ड्रोन उडाउनुहुन्छ भने पनि यु क्यान फ्लाइट क्वाइट इजिली क्या किनभने त्यस्तो गाह्रो खालको कन्ट्रोल सिस्टम पनि छैन अनि खतरा उडाउन आउनु पनि पर्दैन यसरी भनौँ कि मिनी 5 प्रो चाहिँ स्कुटर जस्तै हो त्यो जति बटाएर त्यति पर जाने अनि बटारेन भने त्यही बस्ने त्यति हो आकाशमा आफै अडिने खालको होइन तर DJI एभाटा 2 भनेको चाहिँ अलिकति उडाउन जान्नै पर्ने ड्रोन हो बाइक जस्तै हो कि यसको चाहिँ गियरहरू पनि चेन्ज गर्नुपर्छ होइन तपाईँले म्यानुअल मोडमा उडाउनु भयो भने त झन् त्यो पुरै त्यो यताउता ढल्काउने लडाउने त्यो सिनेम्याटिक बवाल देखिने खालको सर्टहरू लिन मिल्छ तर त्यसको लागि चाहिँ जान्नुपर्छ सिमुलेटर हुन्छ DJI को आफ्नै सिमुलेटर हुन्छ कम्प्युटरमा त्यो हालेर तपाईँको जोयस्टिक त्यसमा कनेक्ट गरेर प्रपरली सिक्नुपर्छ होइन अलिकति टाइम कन्ज्युमिङ चाहिँ छ तर ओभरअल हेर्ने हो भने चाहिँ यदि तपाईँलाई रिक्रिएसनको लागि मात्रै हो भने चाहिँ म चाहिँ मिनी 5 प्रो नै बेटर अप्सन हो भन्छु तर यदि तपाईँलाई इच्छुकै हुनुहुन्छ त्यो सर्टहरू तपाईँलाई एकदम राम्रो लाग्छ अनि तपाईँलाई त्यो फर्स्ट पर्सन भ्यू आफ्नै पर्सपेक्टिभबाट गगल्स लाएर खिच्न रमाइलो लाग्छ भने चाहिँ गो फर दिस वान त्यही हो है त ल गाइज हामीले ड्रोन उडायौँ भिडियोहरू पनि खिच्यौँ मजा आयो मैले सानीको ड्रोन पनि उडाएँ मेरो ड्रोन उडिरहेछ अहिले सानले उडाइरहेछ उसले ट्राई गरिरहेछ सानलाई कस्तो भयो लास्ट मजा आयो यार दामी रहेछ रिवाजको नयाँ ड्रोन चाहिँ खतरा होइन एभाटा जतिको चाहिँ छैन बट काम चल्छ हामी यस्तो भिडियो अझै बनाउन ट्राई गर्छौँ ड्रोनको ब्याट्री टिट गर्दैछ बट स्टिल हामीले खिचिरहेछौँ आजको दिन ओभरअल राम्रो भयो अब होपफुल्ली यस्तो भिडियो लिएर आउने नै छ हामी फ्युचरमा पनि त्यति जेललाई सी यू है त ल